कोभिड-19 को त्यो विश्वव्यापी त्रास सायद हामी कसैले बिर्सेका छैनौँ होला। तर के हामी फेरि अर्को त्यस्तै स्वास्थ्य सङ्कटको लागि तयार छौँ त? किनभने अहिले एसियामा एउटा अर्को भाइरसले भनौँ न चिन्ताको घण्टी बजाइरहेको छ। हो, हामी कुरा गर्दैछौँ निपाह भाइरसको। आज हामी यही भाइरसको बारेमा अलि गहिरिएर बुझ्ने प्रयास गर्नेछौँ र सबैभन्दा महत्त्वपूर्ण कुरा नेपाललाई यसको जोखिम कत्तिको छ र किन छ यो पनि केलाउनेछौँ। हो, खबर एकदमै सिधा र गम्भीर छ। हाम्रो पूर्वी सिमानासँगै जोडिएको भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको प्रकोप पुष्टि भइसकेको छ। अब यसले हामीलाई तत्कालै सचेत र सजग हुनुपर्छ भन्ने एउटा स्पष्ट सङ्केत दिएको छ। त्यसो भए अहिलेको अवस्थालाई अझ नजिकबाट हेरौँ है त। पश्चिम बङ्गालमा निपाहका केही केसहरू पुष्टि भएका छन्, तर यहाँ चिन्ताको कुरा के छ भने सङ्क्रमित हुनेमा स्वास्थ्य कर्मीहरू पनि छन्। अब यसले के गर्छ भन्दा अस्पतालभित्रै सङ्क्रमण फैलिन सक्ने जोखिमलाई वात्तै बढाइदिन्छ। हाम्रो पूर्वी सिमानासँगै जोडिएको क्षेत्रमा यस्तो प्रकोप देखिनु भनेको नेपाल लगायत अरू छिमेकी देशहरू पनि उच्च सतर्कतामा बस्नुपर्छ भन्ने हो। तर यो भाइरस आखिर आयो कहाँबाट? यो एकाएक कहाँबाट देखा पर्यो? यसको कथा बुझ्नको लागि हामीले समयको पछाडि फर्कनुपर्छ। सन् 1998 को मलेसियामा पुग्नुपर्छ, जहाँ यो रहस्यमय रोग पहिलो पटक देखिएको थियो। यो कथा सुरु हुन्छ सन् 1998 मा मलेसियाका सुँगुर किसानहरूबाट। उनीहरूमा एउटा अनौठो रहस्यमय मस्तिष्क ज्वरो देखिन थाल्यो। सुरुमा त डाक्टरहरूले पनि झुक्किएर यसलाई जापानिज इन्सेफेलाइटिस हो भने, तर कुनै पनि उपचारले काम गरिरहेको थिएन। महिनौको अनुसन्धानपछि मात्र एउटा कुरा खुल्यो, यो त विज्ञानका लागि नै एउटा बिल्कुलै नयाँ र खतरनाक भाइरस रहेछ। अनि यसको नाम राखियो त्यही गाउँको नामबाट जहाँ यो पहिलो पटक देखिएको थियो, सुङ्गाई निपाह। ल, इतिहासको कुरा त भयो, अब अलिकति विज्ञानतर्फ लागौँ। आखिर यो निपाह भाइरस हो तरी के? अनि यो यति धेरै खतरनाक चाहिँ किन छ? यो भाइरसको सबैभन्दा महत्त्वपूर्ण परिचय के हो भने यो जुनोटिक हो। अब यो जुनोटिक भनेको के हो त? सिधा भाषामा भन्दा जनावरबाट मानिसमा सर्न सक्ने रोग, जस्तै रेबिज। निपाहको यात्रा पनि जनावरबाटै सुरु हुन्छ। यसको यात्रा सुरु हुन्छ फलफुल खाने चमेरोबाट, जो चाहिँ यसको प्राकृतिक घर हो। अब त्यो चमेरोले जुठो पारेको फल वा रस कि त सुँगुरले खान्छ, कि त सिधै मानिससम्म पुग्छ अनि सङ्क्रमण सर्छ। तर सबैभन्दा खतरनाक कुरा के हो भने यो सङ्क्रमित व्यक्तिबाट नजिकको सम्पर्कमा आउने अर्को व्यक्तिमा पनि सर्न सक्छ। अब यो भाइरसको सबैभन्दा डरलाग्दो पक्ष के हो त? त्यो हो यसको मृत्युदर। सुन्दा पनि अलि डर लाग्छ, 40 देखि 75%। एकछिन सोचौँ त, यसको मतलब सङ्क्रमण भएका हरेक 10 जना मध्ये 4 देखि 7 जनाको मृत्यु हुन सक्छ। यो आँकडा आफैमा भनौँ न यो भाइरस कति गम्भीर छ भनेर बुझाउन काफी छ। सङ्क्रमण भइसकेपछि लक्षण देखिन 4 देखि 14 दिनसम्म लाग्न सक्छ। सुरुमा त सामान्य ज्वरो र टाउको दुखाइ जस्तो मात्रै देखिन्छ, तर यो भाइरसले सिधै मस्तिष्कमा आक्रमण गर्छ, जसले इन्सेफेलाइटिस अर्थात् मस्तिष्क सुन्निने अवस्था निम्त्याउँछ र अवस्था गम्भीर हुँदा बिरामी 24 देखि 48 घण्टामै कोमामा पुग्न सक्छ। यसलाई कोभिड-19 सँग तुलना गरेर हेर्दा अझै प्रष्ट हुन्छ। राम्रो पक्ष के छ भने निपाह कोभिड जस्तो हावाबाट सजिलै सर्दैन, यसका लागि नजिकको सम्पर्क नै चाहिन्छ। तर नराम्रो पक्ष, यो कोभिडभन्दा कैयौँ गुणा घातक छ। यति सबै कुरा बुझिसकेपछि अब सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आऊ, नेपाललाई यसबाट कति जोखिम छ? हामी किन यति धेरै सतर्क हुनुपर्छ? हेर्नुस्, नेपाल उच्च जोखिममा हुनुका 3वटा ठोस कारणहरू छन्। पहिलो, हाम्रो खुल्ला सिमाना जहाँबाट पश्चिम बङ्गालसँग दैनिक हजारौँ मानिसको आवत जावत हुन्छ। दोस्रो, निपाह भाइरस बोक्ने त्यो टेरोपस चमेरो, त्यो नेपालमा पनि प्रशस्तै पाइन्छ, अर्थात् भाइरसको प्राकृतिक स्रोत हामी कहाँ नै छ। र तेस्रो, नेपालमा बढ्दै गएको व्यावसायिक सुँगुर पालन, जसले भाइरसलाई मानिससम्म पुर्याउने एउटा पुलको काम गर्न सक्छ। यी तीनै कारणले हामीलाई थप सचेत बनाउँछ। खेर, यो जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले पनि केही कदमहरू चालेको छ। सिमानाका हेल्थ डेस्कहरूलाई सक्रिय बनाइएको छ र देशभरका अस्पतालहरूलाई ज्वरो र मस्तिष्क सम्बन्धी लक्षण भएका बिरामीहरूमाथि विशेष निगरानी राख्न निर्देशन दिएको छ। तर सरकारको तयारीले मात्रै त पुग्दैन। नागरिक स्तरमा हामी आफैले पनि सावधानी अपनाउनु एकदमै जरुरी छ। अब हामीले के गर्न सक्छौँ त्यसबारे कुरा गरौँ। अब कुरा गरौँ हामीले व्यक्तिगत स्तरमा के गर्न सक्छौँ।
पहिलो कुरा हो खानेकुरामा सावधानी। बजारबाट ल्याएका फलफुललाई राम्रोसँग पखाल्ने र सकेसम्म बोक्रा ताछेर मात्र खाने गरौँ। चराचुरुङ्गीले टोकेको वा भुइँमा झरेको फलफुललाई त बिल्कुलै नखाउँ र यदि ताडी अर्थात् खजुरको रस पिउने चलन छ भने त्यसलाई नउमालिकन कहिल्यै नपियौँ, किनकि यही नै सङ्क्रमणको मुख्य स्रोत बन्न सक्छ। त्यस्तै अरू केही सामान्य तर एकदमै महत्त्वपूर्ण सावधानीहरू पनि छन्। सुँगुर पालकहरूले फार्ममा सरसफाई कायम राख्ने र पन्जा, मास्क जस्ता सुरक्षा सामग्री अनिवार्य लगाउने, बिरामीदेखि नै कुनै पनि जनावर वा लक्षण देखिएका व्यक्तिहरूसँगको सम्पर्कबाट टाढै बस्ने र यदि सङ्क्रमित क्षेत्रबाट यात्रा गरेर फर्किएको अवस्था छ भने आफ्नो स्वास्थ्यको निगरानी गर्ने र कुनै पनि लक्षण देखियो भने तुरुन्तै स्वास्थ्यकर्मीलाई आफ्नो यात्राको बारेमा बताउने। अन्त्यमा यो सम्पूर्ण विश्लेषणको सार के हो त? सन्देश एकदमै स्पष्ट छ। एउटा भनाइ छ नि, रोकथाम उपचारभन्दा उत्तम हो। हामी यो सधैँ सुन्छौँ, तर निपाह भाइरसको सन्दर्भमा यो एउटा भनाइ मात्रै होइन, यो नै एकमात्र विकल्प हो। किनभने अहिलेसम्म विज्ञानले यसको कुनै पक्का उपचार वा भ्याक्सिन पत्ता लगाउन सकेको छैन। केही पनि छैन। मतलब बच्नु नै, सुरक्षित रहनु हो। रोकथाम नै सबै थोक हो। त्यसैले हाम्रो उद्देश्य डर फैलाउनु होइन, बरु सतर्कता बढाउनु हो। सही जानकारीमा ध्यान दिउँ, हल्ला र अफवाहबाट बचौँ र सामान्य तर प्रभावकारी सावधानी अपनाएर आफू र आफ्नो समुदायलाई सुरक्षित राखौँ।